आज चाहिँ हामी मोमो बनाएर खान लाग्दैछौँ। यहाँ बन्दा छ, यहाँ धनियाको पात अनि हामीले यहाँ चिकन किमा पनि ल्याएको छौँ। हामी चाहिँ यो मिक्स गरेर बनाउँछौँ आज। अनि यहाँ हामी पिठो मुसेर राखिसकेका छौँ। हामी बन्दा काट्छौँ। चाहिँ हामी अलिकति मात्रै मिसाउँछौँ किनभने हामीसँग चिकन छ। चिकनमा चाहिँ अलिक कस्तो लाग्छ भन्दा यो मिसाउनु लागेको खासमा हामीले यति मिसाउनु हुन्छ है। यसलाई चाहिँ हामी अब मसिनो बनाउँछौँ। यति काटेको भएर धेरै काट्यो र फर्स्ट गरिदिनुपर्छ नि त यो काटेकोलाई त। हामीलाई चाहिँ चक्कुले काट्नुभन्दा यसरी गर्न सजिलो हुन्छ जस्तो लाग्यो, त्यही भएर हामीले चाहिँ एक गिलासले यसरी गर्दैछौँ। त्यसो गर्दा चाहिँ धेरै मसिनो हुन्छ जस्तो लाग्यो, त्यही भएर। हामी चाहिँ मोमोमा यहाँ प्याज पनि हाल्नको लागि प्याज पनि काट्दैछौँ। कसैले चाहिँ प्याज हाल्नुहुन्छ, कसैले चाहिँ हाल्नुहुन्न, तर हामी चाहिँ हाल्न लाग्दैछौँ। ल हाम्रो चाहिँ प्याज र बन्दा यतिको भइसकेको छ। भाइको धनियाँ काट्ने स्टाइल देखाउँदैछु। खतरा गरेर म धनियाँ काट्छु भनेको छ नि भाइले। हेर्नु है तपाईँहरू पनि कस्तो खतरा लाग्यो। भाइको धनियाँ काट्ने स्किल चाहिँ यतिसम्मको रहेछ। भाइले चाहिँ होस् राम्रैसँग काट्दो रहेछन्। बुहारीलाई भोलिपछि सुक्खा हुन्छ जस्तो छ। ल हामीले धनियाँको पात पनि हाल्यौँ। ल यो चाहिँ हाम्रो चिकन किमा। नुन चाहिँ आफ्नो स्वाद अनुसार हाल्न सक्नुहुन्छ। तपाईँहरूलाई अलिक चखिलो मनपर्छ भने अलिक हाल्न सक्नुहुन्छ, अलिक कम मनपर्छ भने अलिक कम हाल्न सक्नुहुन्छ। यो चाहिँ मसला। यो चाहिँ अब हामी मोमो मसला हाल्न गइरहेछौँ। यो चाहिँ मोमो मसला। के भएर त्यो त जस्तो आयो नि मोमो मसला त मजाले। अब चाहिँ हामी यसलाई मजाले मिक्स गर्दैछौँ सबै चिज। यसमा हामीले अदुवा लसुन खोर्सानी अनि हल्का तेल तताएर हालिसक्यौँ। अब यसलाई हामी मजाले मिक्स गर्छौँ अनि एकछिन राख्छौँ। त्यसपछि बनाउँछौँ, अचारहरू बनाउँछौँ अनि त्यसपछि मोमो बनाउँछौँ।
हाम्रो किमा चाहिँ यतिको रेडी भयो। अब यसलाई हामी एकछिन राख्छौँ अनि त्यस पछाडि अचार बनाउँछौँ अनि त्यसपछि मोमो बनाउँछौँ। अचारको लागि गोलभेडा लसुन यता छ। यो चाहिँ अचारको लागि गर्नु सामग्री। अचारको लागि हाम्रो गोलभेडा चाहिँ यतिको भयो। यसलाई हामी मिक्सरमा हालेर ग्यार पार्छौँ। त्यस पछाडि हाम्रो अचार बनाउँछ। मासु भाजी त्यो अहिले के बनाउनु है? हाम्रो अचार चाहिँ यतिको भयो। ल हाम्रो अचार चाहिँ मोमोको अचार चाहिँ रेडी भयो। यतिको भयो। ल मोमोको लागि हामी यहाँ पिठो रेडी भएर बेल्न लाग्दैछौँ। हामीसँग चाहिँ यति पिठो गएको छ। हामी अहिले पुगेन भने फेरि पिठो मुस्छौँ अनि बनाउँछौँ। के भन्छ तपाईँले म चाहिँ भोलि किन भन्छु किन यो हुनर ममा छैन। ल हाम्रो यहाँ चाहिँ मोमो बनाउने काम भइरहेछ। पुरै मोमो बनाउन एक्सपर्टहरू हुनुहुन्छ यहाँ। दिस यस्तो नि देखिनुपर्छ। यस्तो देखेर त हुन्छ है। माथि यस्तो भयो नि त यो। कत्रा एक्सपर्टहरूको मोमो यस्तै छ हाम्रो चाहिँ। मोमो बनाउन एक्सपर्टहरूको मोमो चाहिँ पुरै बन्दैछ। यो चाहिँ यो मोमोको होइन कि यो के अरे त्यसलाई के भन्छ पुडलिङ भन्छ कि के भन्छ नि चाइनिजहरूले खाने हो त्यस बेला हो कि युट्युबमा हेर हो त्यो होला म चाहिँ कम्प्लिङ बनाउँछु तिमीहरू चाहिँ अब मोमो बनाउँदा हेर यस्तो आज ल हाम्रो मोमोको कार्यक्रम यस्तो हुँदैछ। यहाँ पुरै मोमो बनाउनु व्यस्त हुनुहुन्छ सबैजना। ल दुईजनामा कसले राम्रो बनाउने भनेर कम्पिटिसन चलिरह। हेरौँ है त हाम्रो चाहिँ यहाँ यति बनिसक्यो। थरी थरीको छ मान्छे अनुसारको मोमो पनि हाम्रो यहाँ। पिक्चर पर्फेक्ट बनाएर भने त्यसलाई के पिक्चर पर्फेक्ट अब पिक्चर पर्फेक्ट बनाएर हुन्छ के पुरै मेहनत देख्दा त सबैलाई टप गर्ने खालको भाइको मेहनत देखिया अब। हेरौँ मोमो खाना मात्रै सजिलो हो कि बनाउन गाह्रो छ नि। हामी चाहिँ यहाँ मोमो बनाउँदैछौँ। हाम्रो चाहिँ होइन अब मोमो बेलिसक्यौँ सबै मोमोमा किमा भर्ने कार्यक्रम चल्दैछ। दिदी तपाईँ कतिवटा खाइसक्नुहुन्छ? चार पाँचवटा मात्र? उमा तिमी कतिवटा जति खान सक्छौ? 4-5 प्लेट? अनिसको मोमो अनिस तिमी कतिवटा जति खान्छौ होला? म चाहिँ 1 प्लेट चाहिँ कन्फर्म खान्छु। त्योभन्दा पछिको चाहिँ अहिले पछि नै थाहा हुन्छ। किर्सु तिमी कतिवटा खाने? एउटा खाने? अब हाम्रो यति किमा बाँकी छ। हाम्रो चाहिँ यो अलिक यति अनि यहाँ यति भयो। अब अझै हामी बनाउँदैछौँ। अब हाम्रो यति पिठो बाँकी छ बनाउनलाई। यति किमा बाँकी छ। ल पानी उम्ल्यो अनि हामीले चाहिँ यहाँ बसाल्यौँ। अब यो चाहिँ हाम्रो मोमोको लागि सुप पनि रेडी हुँदैछ। ल तातो सुप चिसोमा। यो मोमो चाहिँ पुरै स्टिम भइरहेछ। ल हाम्रो मोमो चाहिँ रेडी भयो। सुप यसले कसरी हाल्छ?
ल एकजनाको भागमा कतिवटा पर्छ यस्तो हुन्छ ल फाइनली हाम्रो मोमो रेडी भयो खानाको लागि अब हामी खान्छौँ र भाइले खाँदैछन् कस्तो छ मिठो भा सुस्मिता कस्तो भा दामी छ कस्तो दामी छ के भने दिदी मिठो भाग ल हाम्रो चाहिँ मोमो खानेहरू